नमस्कार, जय मसी साथीहरू। मेरो केस हेरेर चाहिँ नहाँस्नुहोस् होला है। म चाहिँ योगा गरेर आएको नि त। अन्त के बनाऊँ डिनरमा मेरो बोजू अलिक उसको के भन्छ मुड अफ छ भनौँ न। मैले चाहिँ खासै सुक्खा रोटी र उयो एग भुजुरी खानु पर्यो भने चाहिँ सुक्खा रोटी उसले मन पराउँदैन है। अन्त म त यो रोटीको चाहिँ नुडल्स जस्तो बनाउन आँटेको छु, किनकि मैदा छ, यो मैदा हो, मैदा युज गरिदिने, आँटा युज गर्न आँटेको, आँटाको बनाएको मैले है। अन्त एग रोल बनाउँछु सोचेको थिएँ, एग रोलको लागि केचप थिएन मसँग। अन्त मैले आफ्नै है के बनिन्छ हेरौँ, किनकि बोजूले खानु मान्दैन, दही पनि नखाने अरे, सलाद पनि नखाने अरे, उसको पिता पनि नखाने अरे र ब्रेड पनि नखाने अरे हो। अप्सन छैन के दिउँ। अन्त मैले यो मासु चिकन च्याउ प्याज है लसुन यो फ्राई गरेको ब्रोकोलीसँग। अन्त यसमा मलाई एकदम मनपर्छ सब्जी चाहिँ यो गाजर र सिलेरी एड गर्दैछु। यो धनिया चाहिँ लास्टमा लगाउँछु। मसँग पास्ता पनि थियो है, अस्ति नै खाएको नि त पास्ता, त्यही कारण पास्तालाई मैले यो हटाउँदैछु, बोइल गरेर फ्रिजरमा राखेको। यो पास्ता नबनाउनु पर्यो, म मेरै अर्ग्यानिकै बनाउनु पर्यो। अलिकति यो नुर है, नुर सुप हो, च्याउ फ्लेभर, यो म अलिकति एड गर्दैछु है टेस्टको लागि। यो सेजवान सस हो, मैले नै बनाएर चाहिँ यसरी बक्समा भरेर राखेको हुन्छु। अहिले चाहिँ त्यो रोटीलाई है, रोटी हो भने बोजूले खाँदैन, त्यसलाई न कौडी कि अब यसरी झन्डै त निम्कीको सेप भएको छ है। अन्त किनकि टाइम छैन, यो टाइममा बोजूले खाइसक्नु पर्ने हो। तर बोजू चाहिँ मलाई घुर्किएर बसिरहेको छ, यसले केही न केही स्पेसल चिज बनाएर खुवाउँछ भन्ने उसलाई एकदम बिलिभ भएको छ है। अन्त मैले चाहिँ यो बनाउँदैछु। मेरो केस हेरेर चाहिँ नहाँस्नुहोस् होला है गाइस है। अघि योगा गर्दै थिएँ नि त, यस्तो बडी पेनहरू भयो है। बोजूसँग बाहिर जानु एकदम है, नानीलाई ताते हिँडेको जस्तै हिँड्नुपर्छ नि त। आज झन्डै लडेको पनि बोजू। अब मैले चाहिँ सुक्खा रोटीलाई नै अब यसलाई प्रमोट गरेको भनौँ न, अर्कै चिज बनाउँदैछु खै यसरी है, किनकि मेरो टाइम छैन, ठुल्ठुलै काटेको छु। पास्ता चाहिँ ब्याग राखेको है, फ्रिजरमै वापस राख्छु, कुनै दिन एमर्जेन्सीमा पर्छ। योसँग मोमो बनाउँदा मात्रै युज गर्छु। मोमो या एग रोल कहिले बनायो भने चाहिँ यो आँटासँग है, यो चाहिँ इन्डियन सपमा मात्रै पाउँछ नि त। सबमा आँटिरहेको छु साथी हो। हेर्नुहोस् छोरी चेली नि बिहा गरेर कन्यामा भन्दा पनि कसैको स्वास्नी आमा बुहारी भएपछि चाहिँ 10 कदम अघि सोच्नुपर्छ। यो चाहिँ मैले भोलिको लागि नै अहिले नै यसरी निकालेर चाहिँ अब यो फ्रिजरदेखि निकालेर चाहिँ जस्ट नर्मल फ्रिजमा राख्छु। अब यो हामीले डिनर नगरिन्जेलसम्म बाहिर राख्छु, त्यहाँदेखि नर्मल फ्रिजमा राख्छु। मेरो चाहिँ टक्टक्कै रेडी भयो है, बेसी सुप पनि छैन, हल्का सुप। अब यसको नाम चाहिँ मलाई पनि याद छैन, यसलाई के भन्छ, मैले सडनली आफै बनाएको दिमाग लाएर। मसला बोजू र मेरो बराबर छ। अब बोजूले सुक्खा रोटी नखाने, अब यो चाहिँ खान्छ, आँटाकै है यो चाहिँ। फेरि जहाँ इच्छा त्यहाँ उपाय भन्छ नि, त्यही हो। सामान डल्लै थियो, मलाई इच्छा चाहिँ सुक्खा रोटी र अन्डा भुजुरीको थियो है। अन्त बोजूको मुड हेरेर चाहिँ मैले यो बनाएको, बोजूले मजाले खानुहुँदैछ। दामी चाहिँ दामी भएछ, ढाँटेको छैन साथी हो। फेस चाहिँ देखाउँदैन है।